नमस्ते, स्वागत छ आजको नेप्सी अपडेटमा। र हामीले नेप्सी हेर्न सकिन्छ यो 2800 को जोनलाई ब्रेक गरेर माथि गएको बजार निरन्तर 4 दिनदेखि अलिअलि हामीले घट्दै आएको देख्न सकिन्छ है। र घटेर हिजोको दिनमा चाहिँ हाम्रो 2.7 अङ्कले घटेको छ र घट्दै पनि हामीसँग एउटा यो निकै महत्त्वपूर्ण ट्रेन्ड लाइन थियो। यो ट्रेन्ड लाइन भन्दा अलिकति माथि नै बसेको चाहिँ हामीले देख्न सकिन्छ है। यो दिनको हामीले लो हेरिन्छ भने हाम्रो कति छ त 2808 छ भने आजको लो चाहिँ हाम्रो 2811 छ भनेपछि अलिकति लो चाहिँ फेरि माथि सिफ्ट गरेको चाहिँ हामीले भन्न सकिन्छ है। भनेपछि यस्तै कुराहरू कन्टिन्यू भयो भने यहाँ एउटा किसिमको बेस बन्यो भने निकै राम्रो कुरा हुन्छ है त। र यो अलिकति वर्स्ट केस हामीले हेरिन्छ भने पनि यदि नेप्सी घटेर लगभग मुनि नै आयो भने पनि हाम्रो यो लगभग 2800 देखि 2780 को जोन प्रोटेक्ट भएछ भने चाहिँ हामी खासै आतिनु पर्दैन भन्ने कुरा मैले तपाईहरुलाई भन्दै आएको छु। किनकि यो भनेको एउटा ब्रेकआउट पछिको रिटेस्ट चाहिँ हामीले त्यहाँसम्म चाहिँ मान्न सकिन्छ है त। ठीक छ, यो कुरा भइहाल्यो है। र अर्को एउटा निकै महत्त्वपूर्ण कुरा म तपाईहरुलाई आज के भन्न चाहन्छु भन्दाखेरि चाहिँ एउटा स्टोक्यास्टिक आरएससी भन्ने एउटा इन्डिकेटर छ है। ल हेर्नुस् त, लगभग यो बेला लगभग यो 30 को जोनमा आएको बेलामा एक किसिमको मोमेन्टम आएको छ है। र फेरि पनि लगभग 30-31 मा आउँदा फेरि पनि मोमेन्टम आएको छ भनेपछि अहिले पनि लगभग यो जोनमा आउन खोज्दैछ भनेपछि एक किसिमको यहाँ बेस पनि बन्ने र स्टोक्यास्टिक आरएससी पनि लगभग यहाँ सपोर्ट लिएर फर्क्यो भने चाहिँ निकै राम्रो हुन्छ है। ठीक छ, यो कुरालाई पनि हामीले राम्रोसँग चाहिँ वाच गर्न सकिन्छ है। र आजको भिडियोमा तपाईहरुले विशेष गरी के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो एलआइसिएन कम्पनीको बारेमा मैले तपाईलाई के भन्न चाहन्छु है त। किन भन्नुहुन्छ भने निकै राम्रो सेटअपमा देखेको कम्पनी थियो र यो 81 यस्तो फल आयो, ठुलो भोल्युम किन आयो म तपाईलाई सबै कुरा गरि नै छु है त। मार्केट घट्दा पनि लगभग हेर्नुस् त मजाले भोल्युम सबै बढेको बजार माथि गएर अलिकति साइडवेज बसेर किन यसरी झर्न आँट्यो त है त। म तपाईहरुलाई यसबारेमा के भन्न चाहन्छु है त। सुरुमा हेर्नुस् है, अब सुरुमा न्युज के आएको थियो भनेर हजुर भन्नुहुन्छ भने चाहिँ हैन, हामीसँग चाहिँ एनआरएन भन्ने कम्पनी हाम्रो इन्भेस्टमेन्ट कम्पनीले चाहिँ एलआइसिएनको त्यो अक्सनमा आएको सेयर जुन थियो नि हैन, उसले राइट सेयर इस्यु गरेको थियो। राइट सेयर भर्नेहरूले भरिहाले र नभर्नेहरूको रकम चाहिँ के थियो त, नभर्नेहरूको सेयर चाहिँ हाम्रो अक्सनमा कम्पनीले बेचिरहेको हुन्छ है। र त्यो अक्सनको हैन 4,92,000 आएको सेयर मध्ये चाहिँ एनआरएनले चाहिँ तपाईको 4,75,000 सेयर चाहिँ लगभग उसले लिएको थियो है त। ठीक छ, भनेपछि एउटा इन्भेस्टमेन्ट कम्पनी जुन अहिले निकै मार्केटमा राम्रो पर्फर्म गरिरहेको छ। ठीक छ, भनेपछि त्यस्तो कम्पनीले एलआइसिएनको चाहिँ लगभग 4,92,000 मध्ये 4,75,000 किता लिएको छ भनेपछि एलआइसिएन कतिको राम्रो कम्पनी रहेछ भन्ने कुराहरू तपाईहरुले यहाँबाट चाहिँ मजाले बुझ्न सक्नुहुन्छ। किनकि एउटा इन्भेस्टमेन्ट कम्पनीमा चाहिँ हामीभन्दा धेरै जानेका मान्छेहरू हुन्छन् है, हामीभन्दा धेरै बुझेका मान्छेहरू हुन्छ नि त। तिनीहरूको नलेजले भ्याएर चाहिँ तिनीहरूको नलेजले एक्सेल गरेर चाहिँ तिनीहरूले कुनै पनि डिसिजनहरू लिइरहेको हुन्छ है। भनेपछि लगभग एनआरएनले त लिएको थियो है। त्यसपछि के भयो भनेर भन्नुहुन्छ भने चाहिँ फेरि न्युज के आएको रहेछ भन्दाखेरि चाहिँ जुन चाहिँ त्यो एलआइसिएनको सेयर एनआरएनले लिएको थियो नि त्यो चाहिँ फेरि पनि फिर्ता गर्नुभएको रहेछ। किन भन्दाखेरि हेर्नुस् त, लाइफ इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडको फागुन 15 गते प्रति किता 1022 रुपैयाँ भनेपछि 1022 रुपैयाँको कट अफ प्राइसमा चाहिँ हाम्रो एनआरएनले चाहिँ त्यो 4,75,000 किता हराएर चाहिँ एलआइसिएन अक्वायर गरेको थियो जुन अक्सनबाट हैन। त्यो अब हेर है त, हामीले 1022 रुपैयाँ कट अफ मूल्य भई बाँडफाँड गरिएको सेयरमा नियामक निकाय, याद गर्नु है, नियामक निकायबाट निर्देशन भए बमोजिम फागुन 21 गते पुनः बाँडफाँड गरिएको जानकारी कम्पनीले दिएको छ। भनेपछि फेरि त्यो भइसकेर पछि पनि हाम्रो चाहिँ नियामक निकायले चाहिँ फेरि पनि यसलाई बाँडफाँड गर्नु पर्यो भनेर चाहिँ भनेछ। ठीक छ, एउटा यो कम्पनीले लिएको भएर होला सायद है। अनि यससँगै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको 4,75,000 किता बराबरको रकम चाहिँ फिर्ता भएको छ। भनेपछि हेर्नुस् त 1022 मा चाहिँ जुन लिएको थियो 4,75,000 किता त्यो चाहिँ के भयो त फेरि पनि फिर्ता गर्नुभएको छ रकम, त्यति बराबरको रकम चाहिँ फिर्ता भएको रहेछ। र यसको कट अफ प्राइस फेरि पनि अब चाहिँ हाम्रो 961 हाराहारी चाहिँ तोकिएछ। ठीक छ, अब भनिसकेपछि 1022 मा लिएको स्टक 900 मा बेच्दा फेरि एलआइसिएनले अलिकति लगभग जुन घाटा त भन्न खासै मिल्दैन तर प्रफिट कम भयो नि त अभियसली हैन। किनकि यहाँबाट आएको रकम उसले चाहिँ आफ्नो प्रिमियममा अकाउन्टमा राख्छ नि त हैन, एउटा प्रिमियममा उसले राखिरहेको हुन्छ, त्यो पैसा उसकै हुन्छ नि त जे पनि। भनिसकेपछि 961 आयो भनेपछि एनआरएनले चाहिँ अलिकति आफूसँग पाएको सबै सेयर चाहिँ उसले फेरि पनि छोड्नु पर्यो, उसको फेरि रकम चाहिँ फिर्ता भयो। त्यस कारणले गर्दाखेरि चाहिँ हामी हिजोको दिनमा के चाहिँ देखिन्छ भन्दाखेरि निकै राम्रो सेटअप भएर माथि गएता भए पनि फेरि पनि एक किसिमको चाहिँ हामीले सेलिङ चाहिँ हामीले 58 नम्बरबाट राम्रै आएको देख्न सकिन्छ है। हुन त फन्डामेन्टली राम्रो स्टक भनेर म तपाईलाई भनिहालेँ। किन भन्दाखेरि फेरि चाहिँ एनआरएन जस्तो कम्पनीले यसलाई एक्वायर गर्न खोजिरहेको छ, लिन खोजिरहेको छ हैन, अक्सनको सेयरहरू भनेपछि केही न केही त राम्रो कुरा छ नि त जुन कुरा हामीलाई थाहा छैन हैन। अलिकति जानेका बुझेका मान्छेहरूले त यसलाई लिन खोजिरहेको नि त 1022 रुपैयाँतिर भए पनि अक्सनबाट हो।
त्यो कुरा हामीले भए तापनि तर हामीले यस्तो हामीले टेक्निकल्ली हेरिन्छ भने चाहिँ यो भनेको चाहिँ एकदम हाम्रो ग्याप अपमा खुलेर भोल्युमसहित तल आएको छ भनिसकेपछि अहिलेको प्राइस यसको 1180 छ र कट अफ प्राइस हाम्रो कति 961 आएर छ भनिसकेपछि एक किसिमले अब फेरि पनि सप्लाई कन्टिन्यू भयो भने त्यहाँ पो पुग्ने हो कि भनेर हामीले भन्न सकिन्छ है। तर मार्केट हो, यहाँ जे पनि हुनसक्छ, कम्पनी राम्रो छ, फन्डामेन्टल राम्रो छ। अब के गर्नु भनेको चाहिँ म तपाईँहरूलाई आफै भन्न चाहन्छु, तपाईँहरूले आफै एउटा डिसिसन चाहिँ लिनु होला है। कम्पनी राम्रो, तर अब यसलाई कुन प्राइसमा लिँदा राम्रो है त? तपाईँले न्युज बुझिहाल्नुभयो। न्युज के रहेछ भन्दाखेरि चाहिँ 1000 प्राइसको कट अफ फन्डमा बसेको र त्यो पछि फेरि एनआइएले पाएन र फेरि त्यसलाई बाफ्रा गर्दाखेरि चाहिँ 961 पुग्यो र त्यो हुने बित्तिकै न्युज ट्रिगर भएर चाहिँ लगभग 1,83,000 भोल्युम आएर चाहिँ मार्केटमा चाहिँ हामीले चाहिँ एलआइसिएन घटेको चाहिँ देख्न सकिन्छ। र यो घट्दाखेरि सबभन्दा ठुलो सप्लाई चाहिँ हाम्रो कहाँबाट आएको छ भन्नुहुन्छ भने है 58 नम्बरबाटै आएको छ है। अब 58ले अब यो अब कुन रूपले बेच्यो त्यो अब उसले आफै जानुहोस्, त्यो बुझोस् है। लगभग उसले प्रफिट त उसले निश्चय पनि बुक गरेन होला मेरो विचारमा, किनकि उसको बाइङ निकै माथि पनि थियो होइन। माथिल्लो जोनमा पनि 58 यहाँ बाई चाहिँ निकै भइरहेको थियो, एब्जर्भ मैले हेरिरहेको थिएँ होइन। भनिसकेपछि त्यो भए तापनि एक किसिमको अब के भने रिस हो कि अथवा एक किसिमको मुनि गएर किन्छु भन्ने के कुरा हो, त्यो चाहिँ अब ब्रोकर आफैले बुझोस्, त्यहाँको ब्रोकर खेलाडीहरूले आफै बुझुन्। तर हामीले हेरिन्छ भने 45 नम्बरबाट 14,000 किता खरिद भएको छ टपमा, अनि सेलिङको चाहिँ हाम्रो 58को 1 लाख किता रहेको चाहिँ हामीले देख्न सकिन्छ। अब यो न्युजलाई तपाईँले कुन रूपले लिनुहुन्छ तपाईँहरूले आफै लिनु होला। अहिलेको अवस्थामा सर्ट टर्मको लागि चाहिँ यो त्यस्तो स्ट्रङ चाहिँ देखिएन। फेरि पनि 2 वर्ष आएर म्याच जान्छ भने त राम्रै हो, नभए एक किसिमले चाहिँ त्यस्तो राम्रो टेक्निकली चाहिँ यो अहिलेको अवस्थामा देखिएन, फन्डामेन्टली जेसुकै भए तापनि होइन। तपाईँहरूले यो कुरालाई चाहिँ राम्रोसँग मन गर्नु होला है, ठिक छ। अब तपाईँहरूलाई मैले अर्को एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि है एनएलजी भन्ने हाम्रो एउटा जुन इन्सुरेन्स थियो नि त, यसको पनि अक्सन भएको थियो र अक्सन भइसकेपछि 900 समथिङ 61 हाराहारी कति हो होइन। त्यो कट अफ प्राइस आयो, कट अफ प्राइस आइसकेपछि लगभग के छ यो अलिकति घटेर मुनि नै आएको थियो है। भनिसकेपछि यस्तै पो हुन्छ एक क्रमश रूपमा होइन। सप्लाई आइरहन्छ भने यो पनि लगभग त्यही रेन्जसम्म चाहिँ आउन सक्छ है। त्यो पनि हामीले कुरा चाहिँ याद गर्नुपर्छ। सप्लाई यदि कन्टिन्यू भयो भने, तर सप्लाई कन्टिन्यू भएन भने चाहिँ एक किसिमले फेरि पनि यो राम्रै हुन्छ है। अभियसली पनि सप्लाई आएर तल्लो रेन्जमा आयो भने पनि यसलाई एउटा राम्रो चान्स चाहिँ हुनसक्छ एउटा फर्दर इन्भेस्टमेन्टको लागि, किनकि एनएरएन जस्तो कम्पनी जुन आजको डेटमा मार्केट प्राइसमा निकै राम्रो पर्फर्म गरिरहेको छ, यो कम्पनीले लगभग एलआइसिएनमा केही न केही भविष्य देखेर चाहिँ त्यसलाई लिन आँट्यो होला नि। त्यो कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ है। बाँकी डिसिसन चाहिँ तपाईँहरूको आफ्नै म तपाईँहरूलाई भन्न चाहिए है, ठिक छ। अब हामी क्रमशः रूपमा चाहिँ अब हामी इन्डेक्समा है त इन्डेक्समा के भएको छ भनेर है त हाइड्रो पावर हामीले हेरिन्छ भने एउटा हामीसँग यो भेरी स्ट्रेन लाइन थियो, यसलाई ब्रेक गरेको थियो र ब्रेक गरेर फेरि पनि यसलाई एक किसिमले रिटेस्ट गर्न आएको छ र 2 दिनको बटम लगभग सँगसँगै लागेको चाहिँ हामीले देख्न सकिन्छ है। र हाइड्रो पावर म तपाईँहरूलाई के भन्छु भन्दाखेरि चाहिँ हाइड्रो पावरमा चाहिँ लगभग उस्तै कम्पनीहरू चाहिँ प्रायः जस्तो चलिरहेको हुन्छ है। कुनै बेलामा एकदम अल्ट्रा लो क्यापहरू चले, धेरै माथि पुगे है, त्यसपछि अलिअलि मिड क्यापहरू चले, तिनीहरू पनि एक लेभलसम्म लगभग 700-800 सम्म अहिले छन् होला मिड क्यापहरू पनि, र त्यसपछि अलिकति मिड क्यापभन्दा माथि र अहिलेको अवस्थामा है मिड क्यापभन्दा थोरै माथि र हाई क्यापभन्दा थोरै तल यस्तो कम्पनीहरू चाहिँ हामीले चलेको चाहिँ देख्न सकिरहेको छ भाइ। उदाहरणको लागि मैले तपाईँहरूलाई घलम्दी भनेर भनेको थिएँ नि त, मोमेन्टम छ भनेर भनेको थिएँ। यो बेलामा यो पनि निकै राम्रो चलिरहेको छ, आफ्नो हाईलाई पनि ब्रेक गरेर माथि गएको चाहिँ हामीले देख्न सकिन्छ। लगभग 300 हाइरहेको स्टक। र अर्को एउटा स्टक के छ भन्दाखेरि मैले देखेको अहिले अवस्थामा राम्रो हाइड्रो पावरमा युपिसिएल रहेको छ, किनकि हेर्नुहोस् त यस्तो मजाले यहाँ भोल्युम लेभलमा इन्ट्री भएको छ र निकै राम्रो क्यान्डल पनि बनेको छ, 8 लाखभन्दा बढीको भोल्युम आएको छ र त्यो सँगसँगै यसले आफ्नो यो एउटा स्विङ हाईलाई पनि क्लियर गरेर माथि गएको छ र अहिले एक किसिमको फेरि पनि यो एउटा रिटेस्टमा आउन आँटेको चाहिँ हामीले देख्न सकिन्छ। र रिटेस्टमा आएर लगभग हाम्रो यो 315 सम्मको जोनलाई रिटेस्ट गर्न आउँछ भने पनि निकै एउटा राम्रो अवस्था चाहिँ हामीले यहाँ देख्न सकिन्छ है त, ठिक छ। तपाईँहरूले यो कुरालाई पनि राम्रोसँग याद गर्नु होला है। अब म तपाईँहरूलाई चाहिँ ब्याङ्किङमा आउनु चाहिँ के भएको छ भन्दाखेरिमा है ब्याङ्किङ पनि हामीले हेरिन्छ भने लगभग एउटा यो बेयर स्ट्रेन लाइन थियो, यसलाई ब्रेक गरेर रिटेस्ट गरेर हायर हाई हायर लो, हायर हाई हायर लो, हायर हाई र फेरि पनि एक किसिमको यहाँ बेस पाउन आँटेको कि भनेर हामीले भन्न सकिन्छ। लगभग बटम लागेको जस्तो देखिन्छ हेर्दाखेरि एक किसिमको हायर लो बनाएर फेरि पनि म्याच जानेसँग चान्स चाहिँ ब्याङ्किङको राम्रै हुन्छ है त, ठिक छ। यो कुरा हामीले याद गर्नुपर्छ। र ब्याङ्किङमा मैले तपाईँहरूलाई चाहिँ अलिकति मोमेन्टम भएको फन्डामेन्टल पनि राम्रो भएको स्टक चाहिँ हामीले केबिएल भनेर भनिदिएको छ भाइ। ब्याङ्किङ बढ्दाखेरि यो निकै राम्रोसँग बढिरहेको हुन्छ। मैले तपाईँहरूलाई विगत लामो समयदेखि मैले तपाईँहरूलाई जानकारी दिँदै आएको छु। ब्याङ्किङमा सस्तो अलिकति फन्डामेन्टल पनि राम्रो र ब्याङ्किङ इन्डेक्समा अलिकति उछाल आउँदाखेरि उछाल आउने स्टकहरू तपाईँ हेरेर चाहनुहुन्छ भने चाहिँ त्यो चाहिँ अहिलेको अवस्थामा चाहिँ केबिएल चाहिँ हुनसक्छ है त, ठिक छ। यो कुरा भइहाल्यो है। अब चाहिँ हामी इन्भेस्टमेन्ट प्लानमा है त के भएको छ।
इन्भेस्टमेन्ट निकै राम्रो सेटअपमा देखिएको छ होइन, एक किसिमको हायर लोमा हिँडेको हामी देख्न सकिन्छ। एक किसिमको यो लेभललाई पनि क्लियर गरेर चाहिँ हामीले माथि बसेको देख्न सकिन्छ। एउटा जुन स्विङ हाई थियो यसलाई पनि क्लियर गरेर माथि बसेको देख्न सकिन्छ र अहिलेको अवस्थामा यसलाई भन्दा पनि योभन्दा माथि बसेको हामीले देख्न सकिन्छ इन्भेस्टमेन्टलाई। यसलाई ब्रेक गरेको थियो र फेरि पनि एक किसिमको रिटेस्टमा आउन आँटेको हामी देख्न सकिन्छ र इन्भेस्टमेन्ट हामीले हेर्दाखेरि चाहिँ एक किसिमको हायर हाई र हायर लोको सिस्टम हामीले देख्न सकिन्छ। इन्भेस्टमेन्टमा चाहिँ हाम्रो अलिकति फरक फर्क कम्पनीहरू चाहिँ लगभग चलिरहेको हुन्छ, ठिक छ। त्यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी भएको हुन्छ है। एनआरएन सिआइडिसीको ल एउटै छ होइन, अनि एचडिसिएल निफ्राको ल अर्कै छ भनेपछि त्यो अनुसारले हामीले इन्डिभिजुअली चाहिँ हामीले हेर्न चाहिँ राम्रो हुन्छ। र हामीलाई थाहै छ अहिलेको बुलमा निकै राम्रो पर्फर्म गरेको सिआइडिसी होइन, एउटा राम्रै प्याटर्नमा हिँडेको इलेक्ट्रिकको फिफ्थ वेभ सकेर होइन, अनि आफ्नो करेक्टिभ प्याटर्न पनि सकेर फेरि पनि मोमेन्टम आएको सिआइडिसीमा अहिलेको दिनमा पनि हामीले मोमेन्टम चाहिँ जारी नै छ भनेर चाहिँ भन्न चाहिन्छ है त। हस् त, आजलाई यति। हजुरलाई भिडियो कस्तो लाग्यो कृपया लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र च्यानललाई तपाईँहरूले सब्सक्राइब पनि गर्नुहोला। र तपाईँलाई केही कुरा सोध्न मन लागेको छ भने तपाईँहरूले मलाई सोध्न पनि सक्नुहुन्छ है त कमेन्टबाट। हस् त, सबैको जय होस्, मङ्गल होस्।